नमस्ते, सीएस ट्युसन क्लासमा स्वागत छ। आज म कक्षा 10 को अनिवार्य गणितको सीडीसीले एसई 2082 को लागि तयार पारेको मोडल क्वेसन सेट 1 को क्वेसन नम्बर 10 लिएर उपस्थित भएको छु। क्वेसन नम्बर 10 मा ए र बी गरी दुईवटा क्वेसनहरू दिएको छ। 10 को ए मा हल गर्नुहोस् भनेर घाताङ्कबाट हिसाब दिएको छ भने 10 को बी मा सरल गर्नुहोस् भनेर बीजीय भिन्नबाट हिसाब दिएको छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरूले घाताङ्क सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरू र बीजीय भिन्न सम्बन्धीका महत्त्वपूर्ण प्रश्नहरूको हल गर्नको लागि यो भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नुहोला। विद्यार्थी भाइ बहिनीहरू यदि यस च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनुहोला र अन्तिममा भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला। अब हामी क्वेसन नम्बर ए को सोलुसन गर्न गइरहेका छौँ र 1 को सोलुसन लेखौँ, त्यसपछि हामी यहाँ पनि लेखौँ। र क्वेसन नम्बर 1 सारौँ। क्वेसन नम्बर 1 मा 25 पावर x माइनस 6 इन्टु 5 पावर x प्लस 5 इज इक्वल टु 0 छ। और लेखौँ हामी यहाँ 25 पावर x दिएको छ र माइनस 6 इन्टु 5 टु दि पावर x प्लस 5 जो लेखिएको छ। यस ठाउँमा 5 टु दि पावर x छ र अर्को ठाउँमा 25 पावर x छ। हामीले यो 25 पावर x लाई पनि 5 पावर x जस्तो बनाउनु छ। यसको लागि हामी 25 भनेको 5 स्क्वायर हो, त्यसको पावरमा हामी x लेख्ने छौँ। माइनस 6 इन्टु 5 पावर x छँदैछ प्लस 5 इक्वल टु 0 छ। और 5 स्क्वायर पावर x भनेको 5 पावर x होल स्क्वायर हो, माइनस 6 इन्टु 5 पावर x प्लस 5 इक्वल टु 0 हुनेछ। अब त्यस्तै तरिकाले हामी यहाँ हिसाबमा पनि गर्नेछौँ। 25 पावर x भनेको 5 स्क्वायर हो, त्यसको पावरमा x लेखौँ, माइनस 6 इन्टु 5 पावर x लेखौँ प्लस 5 इज इक्वल टु 0। और 5 पावर x लेख्नेछौँ हामी यहाँ, त्यसको स्क्वायर लेख्नेछौँ, माइनस 6 इन्टु 5 पावर x लेख्छौँ प्लस 5 इज इक्वल टु 0 लेख्छौँ। यसलाई समीकरण 1 बनाउँछौँ। अब यो ठाउँमा हामीले मान्नुपर्ने छ, यहाँ 5 पावर x छ, हामीले कुनै एउटा अक्षर मान्नु पर्यो। यसको लागि मानौँ 5 पावर x इज इक्वल टु a मानौँ। b मान्दा पनि हुन्छ, c मान्दा हुन्छ, जे मान्दा पनि हुन्छ, तर x चाहिँ नमानौँला। अब हामी 5 टु दि पावर x को मान समीकरण 1 मा राख्छौँ। अब 5 टु दि पावर x को मान समीकरण 1 मा राख्दा लेखौँ र मान पनि राखौँ। 5 टु दि पावर x को ठाउँमा हामी a लेख्नेछौँ, स्क्वायर भयो। 5 टु दि पावर x को ठाउँमा a लेख्यौँ र a स्क्वायर भयो। त्यसपछि माइनस 6 इन्टु a भयो प्लस 5 इज इक्वल टु 0 भयो। और लेख्छौँ यो एउटा वर्ग समीकरण हो। यो वर्ग समीकरणको हामीले खण्डीकरण गर्नुपर्ने छ। यसको लागि हामीले 3 पदको 4 पद बनाएर खण्डीकरण गर्नेछौँ। 3 पदको 4 पद बनाउनको लागि यो 5 को खण्डीकरण गर्नुपर्ने छ। हामी 5 को दुईवटा खण्ड गर्नेछौँ। गुणन गर्दाखेरि 5 हुनेवाला र जोड्दाखेरि 6 हुनेवाला। त्यो भनेको 5 पन्जा 5 गुणन गर्दाखेरि 5 हुन्छ र जोड्दाखेरि हाम्रो 6 हुन्छ। यसको लागि हामी a स्क्वायर माइनस 6 भनेको 5 प्लस 1 हो, बाहिरपट्टिबाट हामी a लेख्छौँ प्लस 5 इज इक्वल टु 0 लेख्छौँ। और लेखौँ a स्क्वायर माइनस 5 लाई a ले मल्टिप्लाई गर्ने भने 5a हुन्छ, माइनसले प्लसलाई गुणन गर्दाखेरि माइनस हुन्छ र 1 लाई a ले मल्टिप्लाई गर्दाखेरि a हुन्छ प्लस 5 इज इक्वल टु 0 हुन्छ। और यहाँ हामी कमन निकाल्ने छौँ, अर्थात् साझा निकाल्ने छौँ। a कमन हुन्छ, a माइनस 5 भयो, माइनस यहाँनिर 1 कमन हुन्छ, केही छैन कमन भनेको। a माइनसले प्लसलाई गुणन गर्दाखेरि माइनस हुन्छ, 5 भनेको इज इक्वल टु 0 हुन्छ। यहाँनिरको माइनसले प्लसलाई गुणन गर्दाखेरि
माइनस हुन्छ हाम्रो यता इज इक्वल टु 0 हुने भयो। और फेरि हामी कमन निकाल्ने छ a माइनस 5 a माइनस 5 a माइनस 5 कमन आउँदाखेरि हाम्रो यहाँनिर a बच्छ माइनस अर्को पदमा हाम्रो 1 बच्छ इज इक्वल टु 0 हुन्छ। दुईवटा खण्ड भए दुईवटा खण्डको गुणनफल 0 कहिले हुन्छ भन्दाखेरि या त a माइनस 5 इक्वल टु 0 भएर अर्थात् a माइनस 5 को ठाउँमा 0 भएर त्यसले a माइनस 1 लाई गुणन गर्दाखेरि 0 हुन्छ, या चाहिँ a माइनस 1 को ठाउँमा 0 भएर त्यसले a माइनस 5 लाई गुणन गर्दाखेरि 0 हुन्छ। दुईटै खण्डहरू एकैचोटि चाहिँ 0 हुँदैन। यसको लागि आइदर लेखौँ a माइनस 5 इक्वल टु 0 यसलाई इक्वेसन 2 मान्नेछु, और a माइनस 1 इक्वल्स टु 0 यसलाई इक्वेसन 3 मान्नेछु। म समीकरण 2 बाट लिँदैछु। समीकरण 2 बाट a माइनस 5 इक्वल टु 0 और a इज इक्वल टु 5 हो, और a को मान चाहिँ 5 हामीले निकाल्यौं, तर यो मान आन्सर होइन। हामीलाई आन्सरको लागि x को मान निकाल्नु पर्नेछ। a भनेको ठाउँमा हामी 5 टु द पावर x लाई लेख्नेछौँ। यसको लागि a को ठाउँमा 5 टु द पावर x इज इक्वल टु 5 हुन्छ, और 5 टु द पावर x इज इक्वल टु 5 टु द पावर 1 हुन्छ। 5 को पावरमा 1 छ कि छैन भनेको, देयरफोर x इज इक्वल टु 1। एउटा मान हामीले x को निकालिहाल्यौं समीकरण 2 बाट। अब अर्को मान समीकरण 3 बाट निकाल्नेछौँ। वर्ग समीकरणमा दुईवटा मानहरू हुनेछन्। अब हामी समीकरण 3 बाट लियौं। a माइनस 1 इज इक्वल टु 0 हो, और a इज इक्वल टु 1 हुन्छ, और समीकरण 3 बाट a को मान त हामीले निकाल्यौं, तर हाम्रो हिसाबमा a को मान निकाल्नु पर्दैन। हामीलाई हिसाबमा चाहिँ x को मान निकाल्नु पर्ने हो। अब a भएको ठाउँमा हामीले 5 टु द पावर x इज इक्वल टु 1 लेख्छौं, और 5 टु द पावर x इज इक्वल टु दायाँतिर पनि 5 कै रूपमा लेख्नुपर्छ। 5 को पावरमा शून्य गयो भने 1 हुन्छ, त्यसैले यो 1 को ठाउँमा 5 टु द पावर 0 लेख्छौं। देयरफोर 5 क्यान्सल भयो भने x इज इक्वल टु 0 हुन्छ। देयरफोर x का दुईवटा मान आए 0 र 1। यी दुईटा मानहरू हाम्रो हिसाबका मानहरू हुन्। यो नै आन्सर हुन्छ हाम्रो क्वेसन नम्बर A को। अब हामी क्वेसन नम्बर 10 को B को सोलुसन गर्न गइरहेका छौं। यसको लागि सोलुसन लेखौं र यहाँ पनि लेखौं र क्वेसन सारौं। क्वेसनमा m प्लस b बाई m माइनस b प्लस m माइनस b बाई m प्लस b माइनस m स्क्वायर प्लस b स्क्वायर बाई m स्क्वायर माइनस b स्क्वायर दिएको छ। यहाँ 3 पद भएको बीजीय भिन्न दिएको छ। बीजीय भिन्नमा हामी सुरुका 2 पदको एलसीएम लिएर हल गर्नेछौं र त्यसपछि तेस्रो पदसित हल गर्नेछौं। अब यहाँ यी दुईटा पदहरूको हरको एलसीएम निकाल्दाखेरि m माइनस b इन्टु m माइनस b हुन्छ। त्यसपछि सुरुको पदको हरले आएको एलसीएममा भाग गर्नुपर्छ। एलसीएममा भाग गर्दाखेरि m माइनस b ले m माइनस b क्यान्सल हुन्छ र m प्लस b बच्छ। m प्लस b ले सुरुको पदको अंशलाई गुणन गर्दाखेरि m प्लस b होल स्क्वायर हुन्छ। प्लस गरौँ हामी, त्यसपछि दोस्रो पदको हरले पनि आएको एलसीएममा भाग गरौँ। एलसीएममा भाग गर्दाखेरि m प्लस b ले m प्लस b क्यान्सल हुन्छ र m माइनस b बच्छ। त्यो m माइनस b ले दोस्रो पदको अंशलाई गुणन गर्दाखेरि m माइनस b होल स्क्वायर हुन्छ, माइनस हामी जस्ताको त्यस्तै लेखौं m स्क्वायर प्लस b स्क्वायर बाई m स्क्वायर माइनस
बी स्क्वायर लेखौँ इज इक्वल टु गर्दै जाउँ हरमा हामी एम माइनस बी एम प्लस बी भनेको एम स्क्वायर माइनस बी स्क्वायर लेखौँ र अंशमा हामी सूत्रमा खोलौँ अंशमा सूत्रमा खोल्दाखेरि एम स्क्वायर प्लस 2mb प्लस बी स्क्वायर एम प्लस बी को होल स्क्वायरको सूत्र हुन्छ प्लस एम स्क्वायर माइनस 2mb प्लस बी स्क्वायर चाहिँ एम माइनस बी को होल स्क्वायरको सूत्र हुन्छ माइनस एम स्क्वायर प्लस बी स्क्वायर बाई एम स्क्वायर माइनस बी स्क्वायर जस्ताको त्यस्तै लेखिराखौँ इज इक्वल टु लेखौँ हामी हरमा चाहिँ हाम्रो एम स्क्वायर माइनस बी स्क्वायर नै छ र अंशमा चाहिँ हाम्रो 2mb ले 2mb क्यान्सल हुन्छ र एम स्क्वायरमा एम स्क्वायर जोडिन्छ दुईटै प्लस छन् 2m स्क्वायर हुन्छ प्लस बी स्क्वायरमा पनि बी स्क्वायर जोडिन्छ यो पनि हाम्रो 2b स्क्वायर हुन्छ र अर्को पद चाहिँ हाम्रो एम स्क्वायर प्लस बी स्क्वायर बाई एम स्क्वायर माइनस बी स्क्वायर नै हुन्छ फेरि हामीले यहाँ एम स्क्वायर माइनस बी स्क्वायर एलसिएम लिनुपर्ने हुन्छ किन भन्दाखेरि दुईटै पदमा एम स्क्वायर माइनस बी स्क्वायर एम स्क्वायर माइनस बी स्क्वायर छ एलसिएम एम स्क्वायर माइनस बी स्क्वायर हुन्छ र हरमा जस्ताको त्यस्तै रहन्छ 2m स्क्वायर प्लस 2b स्क्वायर हुन्छ माइनस एम स्क्वायर माइनस बी स्क्वायर हुन्छ यहाँ प्लस छ यो माइनसले भित्र गुणन गर्दाखेरि माइनस बी स्क्वायर हुन्छ अब हामी हिसाब गरौँ अंशमा इज इक्वल टु यहाँ हेर्नुहोस् 2m स्क्वायरबाट एम स्क्वायर घट्दाखेरि एम स्क्वायर मात्र रहन्छ र 2b स्क्वायरबाट माइनस बी स्क्वायर गर्दाखेरि प्लस बी स्क्वायर हुन्छ र हरमा चाहिँ हाम्रो एम स्क्वायर माइनस बी स्क्वायर नै हुन्छ यो नै यसको आन्सर हुन्छ अथवा यो आन्सरलाई हामी एम स्क्वायर प्लस बी स्क्वायर बाई एम माइनस बी एम प्लस बी पनि लेख्न सक्छौँ यी दुईटा आन्सर हुन सक्छ जुन आन्सर लेखे पनि सही हुन्छ यदि विद्यार्थी भाइ बहिनीहरूलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला धन्यवाद